हेलो सबैजनालाई नमस्कार। मेरो नाम सुन्दर सुनार अनि दिदीको नाम नमस्ते, मेरो नाम पार्वती विक। आज चाहिँ हामीले सुशीला भान्जीलाई प्र्याङ्क गर्न गइरहेका छौँ। भान्जी चाहिँ बुटोलमै भएको भएर उहाँलाई नै हामीले प्र्याङ्क गर्ने सोच बनाएर अनि प्र्याङ्क गर्न लागेका छौँ। उहाँको रियाक्सन कस्तो आउँछ भन्ने आशाका साथ हामीले यो प्र्याङ्क गराएका छौँ। अन्यथा नलिदिनु होला, यो एउटा रमाइलो कन्टेन्ट मात्रै हो हैन, अलि गम्भीर कन्टेन्ट पनि हो। यसरी कसैलाई पनि प्र्याङ्कको नाउँमा यसरी कसैले पनि यस्तो मतलब अब जे भए पनि त्यस्तो नगरिदिनु होला भन्न आग्रह गर्छु। हेर्नु होला हाम्रो प्र्याङ्क। चाहिँ फोन गरिसकेका छौँ। हेलो हेलो ओए म के पार्वती तिमी सन्चै हौ? के गरे हौ त? म त के बस्छु भने बुटोल छु कि म त। सुन्यौ? ए के म बुटोल छु, सुन्दरला हस्पिटल लिएर आएको छु कि। खै हेर न, साँझ के भयो रहेछ। म त बिहान नै आएर यता हस्पिटल आएको। यहाँ फेरि दिदीहरू नानीहरू स्कुल पढाउनु पर्छ, लिन जानुपर्छ भनेर दिदीहरू त आउनु भएन, म आएँ। अनि त्यहाँ म एक्लै छु, के अरे खै त कोही पनि आएनन्। त्यही भएर साँझतिर आउँछु भन्नुहुन्थ्यो। तिमी मिल्छ भने आऊ न। मम्मी पनि उहाँ बिमारी भएर सुते खानु, उहाँ ढाड दुखेर। खै के भएको एकैचोटि पेट दुख्यो भनेर बसिरहेको थियो। के भएको खै चेक गर्न लाग्यो कि भित्र छन्। म फेरि बाहिर बसेको, भित्र नआउनु भनेर बाहिर बसेको। अनि म एक्लै छु कि, यहाँ कोही पनि आएन, त्यही भएर फोन गरेर बोलाएको। खै त त्यही बुटोल के लुम्बिनी हस्पिटलमा। खै तिमीले पनि म त आउन भ्याउन्न होला भन्नुहुन्छ क्या। ए ल आउँछु छिटो अब है। ए ल हुन्छ, छिटो आयो बहिनी, म एक्लै छु क्या। मामबाबुहरू तपाईँले हाम्रो प्र्याङ्क हेरि नै हाल्नुभयो। अब चाहिँ फेरि फोन गरेर हामीले होइन प्र्याङ्क हो भन्छौँ है। ल कस्तो लाग्यो प्र्याङ्क? सुन्दर हेर नि। के सुन्दरले बनाऊँ भनेर म त कन्टेन्ट केही पाएन। त्यसपछि अघि बिहानतिर आएको थिएँ। अनि फेरि कम्फर्टलाई बिरुवालाई गरम भन्थ्यो कि, अनि ए राक्षसले कि मैले नगरम भन्थेँ, यसले बनाऊँ भनेर।
मामाबाट कस्तो मन आफूले त के भएछ हाम्रो मामालाई भनेर अब सुखको साथमा कोही हुन्न भनेर सुन्दर हाँसेर त्यतिखेर मैले म्युटमा राखेको थिएँ अब हाँसिकन बोलिकन के त राम्रो काम गर्छ के यति आएर नि ए आऊ के म अघि बिहान आएको कि यहाँ बेसार थिएन र अनि त्यो बेसार हामीले चाहिँ प्र्याङ्क गरेर भइसकेछौँ उहाँको रियाक्सन यस्तो मजाको आयो नि अनि पछि हामीले फेरि अब केही सोच्नु होला भनेर फेरि हामी फोन गर्न नपाउँदै उहाँ पुग्नु होला भनेर हामीले फोन गरेर भनिसकेका छौँ मन चाहिँ हिजो कपाल काटेको गर्मीमा शीतल छ ल हाम्रो प्र्याङ्क कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला अन्यथा नलिदिनु होला हस् त धन्यवाद।